मम्मी हजुरले के निकाल्दै हुनुहुन्छ हो? मैले घिउ निकाल्दै छु। घिउ पनि यसरी निकालिन्छ र? मैले त मदानीले पो निकालिन्छ जस्तो लाग्थ्यो है। ए पहिला भैँसी पाल्दाखेरि चाहिँ ठेको मदानी घरमा हुन्थ्यो के रे। अब अचाल भैँसी पालिन्न है। अनि किनेको दुध अलिकति तर सँगालेर बनाएको। अनि कहाँ ठेको मदानी खोज्ने त नि, त्यही भएर यहाँ देप्चीमा राखेर यसरी हातले फिटेको हो। यसरी फिटेर पनि घिउ निस्किन्छ त? हेर न यहाँ निस्किसक्यो त, देखे छैन? हो र, निस्किसक्यो घिउलाई। ए यही नै हो घिउ? यही त हो नि घिउ। मलाई त मैले हल्का हल्का त थाहा थियो, तर यसरी निस्किन्छ भनेर थाहा थिएन। ल हेर, ल अब सिक है त। हुन्छ। घिउ निकाल्न चाहिँ धेरै सजिलो हुन्छ। अनि मैले यही उसमा एउटा गीत गाउँछु है त, सुन है त। हुन्छ है, हुन्छ सुन। ए मदानीले मोही पारिन्थ्यो, नाउनी घिउ झिकिन्थ्यो। मदानीले मोही पारिन्थ्यो, नाउनी घिउ झिकिन्थ्यो। मक्किनाको माटो झिकी दैलो लिपिन्थ्यो। मक्किनाको माटो झिकी दैलो लिपिन्थ्यो। अचाल त दैलो लिप्ने चलन पनि हरायो। अनि मदानीले मोही पार्ने चलन पनि हरायो। अचाल दैलो पोत्न चाहिँ नपर्ने, पोछा लगाइदिए हुने। अनि मदानीले मोही पार्न नपर्ने। यसरी हातैले हल्लाएर यसरी हल्लाएपछि घिउ निस्किने कति सजिलो हो। समय अनुसार सबै सजिलो हुँदै गछ हैन? के जमाना आयो हो यस्तो। ल यही हो, अब घिउ कति हुन्छ त्यो थाहा छैन। अब घिउ चाहिँ निस्किसक्यो साथीहरू। ल सबैजनाले हाम्रो भिडियो धेरै माया गरिदिनु होला। ओके, बाई।